हेलो नमस्ते। आज हामी कम्बाइन्ड सोलिड पढ्दैछौँ र कम्बाइन्ड सोलिड भनिसकेपछि दुईवटा सोलिडहरूबाट बनेको सोलिड भनेर बुझ्नु पर्यो। त्यसमा एक नम्बरमा यो कोन र हेमिस्फियरको मिश्रणबाट बनेको एउटा कम्बाइन्ड सोलिड जुन यस्तो देखिन्छ। यसको सीएसए कर्व सर्फेस एरिया भन्नुस् अथवा सर्फेस एरिया र भोल्युम निकाल्नु पर्ने हुन्छ। त्यस्तै गरेर यो सिलिन्डर, यो कोन, यसको मिश्रणबाट बनेको कम्बाइन्ड सोलिड, यसको सीएसए र टीएसए निकाल्नु पर्ने हुन्छ, किनकि यसमा कर्व सर्फेस पनि छ, प्लेन सर्फेस पनि छ। यसमा सीएसए र टीएसए फरक हुन्छ, त्यो पनि निकाल्नु पर्ने हुन्छ। त्यस्तै भोल्युम निकाल्नु पर्ने हुन सक्छ। त्यस्तै गरेर यो सिलिन्डर र हेमिस्फियरको मिश्रणबाट बनेको कम्बाइन्ड सोलिडको पनि कर्व सर्फेस एरिया, टोटल सर्फेस भन्नाले कर्व र प्लेन सर्फेसको टोटल सर्फेस एरिया र भोल्युम निकाल्नु पर्ने हुन्छ। त्यस्तै गरेर पिरामिड र स्क्वायर बेस क्युबोइडको एलएसए, लेटरल सर्फेस एरिया, एलएसए भन्नाले यो माथिको पार्ट र टीएसए भनेपछि एरिया अफ बेस, यो स्क्वायर जोडिदिएपछि यो टीएसए बन्छ। यसको पनि हामीले एलएसए, टीएसए र भोल्युम निकाल्नु पर्ने हुन्छ। त्यस्तै गरेर दुईवटा कोणहरूबाट बनेको यो एउटा कोण, यो अर्को कोण, यो दुईवटा कोणहरूबाट बनेको कम्बाइन्ड सोलिडको पनि सर्फेस एरिया, यसमा टीएसए हुँदैन, किन भन्दा यो प्लेन सर्फेस छैन। कर्व सर्फेस एरिया अथवा भनौँ यसको सर्फेस एरिया र भोल्युम निकाल्नु पर्ने हुन्छ। अब यो मैले देखाएका सबै कम्बाइन्ड सोलिडहरूको छुट्टै सूत्रहरू याद गर्न गाह्रो हुन्छ। यसमा हामीले सूत्र आफैले निर्माण गर्ने हो। त्यसैले सबैभन्दा पहिला हामीले पढिसकेको सूत्रहरूलाई एकपटक याद गर्नुपर्छ। जस्तै कोनको अब कम्बाइन्ड सोलिड पढ्नको लागि यसको सीएसए र भोल्युम मात्रै भए पुग्छ। कोनको फिगर यो सर्कल भयो, यो भर्टेक्सबाट लाइन जोडेपछि यो स्लान्ट हाइट, यो रेडियस, यो भर्टिकल हाइट एच, यो तीनटाको पनि रिलेसन हुन्छ है। यो राइट एंगल भयो रिलेसन है, त्यसको रिलेसन पनि याद गरौँ। राइट एंगल ट्रायंगल भयो, यो हाइपोटेनियसको काम एलले गर्यो, हाइपोटेनियस स्क्वायर इक्वल टू यो परपेन्डिकुलरको काम एचले गर्यो, एच स्क्वायर, यो रेडियस भयो, रेडियस हाइपोटेनियस स्क्वायर इक्वल टू परपेन्डिकुलर स्क्वायर इन प्लस बेस स्क्वायर, पाइथागोरस लगाएर यसको रिलेसन पनि आउँछ। अब कम्बाइन्ड सोलिडको लागि चाहिँ यसको सीएसए भए पुग्छ। सीएसए को फर्मुला याद गर्नु पर्यो, पाई आर एल, अनि भोल्युमको फर्मुला 1/3 एरिया अफ बेस इन्टु हाइट। यति भए पुग्छ यसको कोनको। त्यस्तै यो हेमिस्फियरको पनि सीएसए र भोल्युम भए पुग्छ। हेमिस्फियर फिगर यस्तो बन्छ, यो सर्कल, यसको फिगर यस्तो बन्छ हेमिस्फियर। अब यसको यो
रेडियस भयो, यसको पनि CSA र भोल्युम चाहिन्छ। CSA 2πr², भोल्युम 2/3 πr³। यो दुईटा याद हुनु पर्यो यसको। त्यस्तै गरेर पिरामिडको LSA र भोल्युम चाहियो। पिरामिड फिगरमा यस्तो देखिन्छ। यो बेसको लेन्थ A, यो E, सेन्टर यो ठिक्कै बीचमा जोडिन आएको यो L र यो चाहिँ भर्टिकल हाइट H। अब यसको रिलेसनहरुको मैले भिडियो अगाडि नै बनाइसकेको छु। यसको LSA चाहिन्छ 2AL। मैले अगाडिको भिडियोमा यसको सबै डिटेल देखाइसकेको छु, हेर्नु होला। र अर्को भोल्युम भनेको 1/3, एरिया अफ बेस भनेको स्क्वायर बेस भएकोले A², हाइट भन्नाले भर्टिकल हाइट। यति थाहा हुनु पर्यो। त्यसपछि अब यो क्युबोइडको भोल्युम र LSA थाहा हुनुपर्छ। क्युबोइड बनाउँदा यसरी बनाउनु होला, सजिलो हुन्छ। उत्रै बनाउनु दुईटा रेक्ट्याङ्गल जस्तो, अनि यसरी जोड दिनुस्, सजिलैसँग क्युबोइड बन्छ। क्युबोइडको यो तलको बेस A भयो, हाइट H भयो। अब यसको पनि LSA र भोल्युम चाहिन्छ। LS लिटल सर्फेस एरिया भनेको पेरिमिटर अफ बेस, यो स्क्वायर हो, सबै बराबर छ। पेरिमिटर अफ बेस इन्टु हाइट भन्छ। पेरिमिटर भनेको यो चारवटाको लेन्थ 4A, हाइट भनेको H। याद गर्नु होला, पेरिमिटर अफ बेस इन्टु हाइट। त्यस्तै भोल्युम भनेको एरिया अफ बेस इन्टु हाइट। एरिया अफ बेस भनेको A² इन्टु हाइट भनेको H। र अर्को अब सर्कलको एरिया चाहिन्छ। सर्कल यो रेडियस भयो, यसको चाहिँ एरिया चाहिन्छ πr²। त्यस्तै यो स्क्वायरको पनि एरिया चाहिन्छ। स्क्वायरको एरिया A², यसको लेन्थ A हुन्छ, त्यसैले A²। अब अर्को रहेको छ सिलिन्डर। यो सिलिन्डरको पनि भोल्युम र कर्व सर्फेस एरिया को फर्मुला थाहा पाउनु पर्ने हुन्छ। यसको फिगर पेपरमा यस्तो देखिन्छ। यसको CSA भनेको सर्कम्फरेन्स अफ द बेस, यो रेडियस भयो, यो हाइट। सर्कम्फरेन्स अफ द बेस इन्टु हाइट। सर्कम्फरेन्स अफ द बेस भनेको 2πr अनि हाइट भनेको H। र यसको भोल्युम भनेको एरिया अफ बेस इन्टु हाइट। एरिया अफ बेस भनेको बेस सर्कल छ, सर्कलको एरिया, हाइट भनेको H। यो दुईटाको सूत्र थाहा हुनु पर्यो। अब म कम्बाइन सोलिड्सहरु एउटा गर्दै देखाउँदै जानेछु। सुरुमा कोन र हेमिस्फियर मिलेर बनेको कम्बाइन सोलिड, कोन र हेमिस्फियर। यसको चित्र यस्तो देखिन्छ। यो कोन अनि यो हेमिस्फियर। यो रेडियस भयो, यो हाइट भयो H, स्लान्ट हाइट L, अनि यो रेडियस। अब यसको TSA अथवा सर्फेस एरिया भन्नु एउटै हो। यसमा प्लेन सर्फेस छैन, त्यसकारणले यसको
सर्फेस एरिया मात्रै हुन्छ अथवा टोटल सर्फेस एरिया भन्नु र सर्फेस एरिया भन्नु एउटै हो। सीएसए र टीएसए फरक हुँदैन। भनेपछि यसमा चाहिँ सर्फेस एरिया भनेको सीएसए अफ कोन र सीएसए अफ हेमिस्फियर। कोन प्लस सीएसए अफ हेमिस्फियर। अब हेरी यहाँनिर यो सर्कल पेपरमा त देखिन्छ तर रियल अब्जेक्टमा देखिँदैन, जुन कोन र हेमिस्फियरले छोपिएको हुन्छ। त्यसैले यसको एरिया राख्न हुँदैन। भनेपछि कोनको सीएसए पाई आर एल, हेमिस्फियरको 2 पाई आर स्क्वायर। यसरी फर्मुला डेभलप हुन्छ। त्यस्तै भोल्युम भनिदियो भने भोल्युम त झन् सजिलो, कोनको भोल्युम र हेमिस्फियरको भोल्युम जोड दिए हुन्छ। भोल्युम भन्यो भने चाहिँ भोल्युम अफ कोन प्लस भोल्युम अफ हेमिस्फियर। भोल्युम अफ कोन 1/3 एरिया अफ बेस इन्टु हाइट। एरिया अफ बेस सर्कल छ, हाइट एच। अनि भोल्युम अफ हेमिस्फियर 2/3 पाई आर क्यूब। यो दुईटा जोड दिए भयो। अब म अर्को सोलिड बनाउँदैछु, सिलिन्डर र हेमिस्फियरको। अब यसमा चाहिँ सीएसए र टीएसए फरक हुन्छ, किन भन्दा यसमा प्लेन सर्फेस पनि छ। कर्व सर्फेसमा प्लेन सर्फेस एड गरेपछि यो टीएसए हुन्छ। अब यसको फिगर यो सर्कल भयो, यो हेमिस्फियर भयो, यो सिलिन्डर भयो, यस्तो देखिन्छ। यसमा पनि यो पार्ट पर्दैन, किन भन्दा यो पार्ट हेमिस्फियर र सिलिन्डरले छोपिएको हुन्छ। अब यो रेडियस, यो हाइट भयो। अब यसको सीएसए भनेको सीएसए अफ कोन, सीएसए अफ हेमिस्फियर CSA of hemisphere, CSA of cylinder plus CSA of hemisphere, CSA of cylinder plus गरेपछि यसको CSA आयो। अब CSA of hemisphere 2 पाई आर स्क्वायर अनि CSA अफ सिलिन्डर भनेको पेरिमिटर अफ सर्कमफरेन्स इन्टु हाइट 2 पाई आर पेरिमिटर अफ सर्कमफरेन्स इन्टु हाइट। यो CSA अफ यो कम्बाइन सोलिडको भयो। त्यस्तै यसको TSA भनिदियो भने यसको CSA मा एरिया अफ सर्कल जोड दिने, कर्व सर्फेसमा एरिया अफ सर्कल जोड दिने। CSA प्लस एरिया अफ सर्कल। CSA भनेको 2 पाई आर स्क्वायर प्लस 2 पाई आर एच प्लस एरिया अफ सर्कल भनेको पाई आर स्क्वायर। अब यसको भोल्युममा पनि दुईटाको भोल्युम जोड दिए भइहाल्छ। भोल्युम अफ हेमिस्फियर प्लस भोल्युम अफ सिलिन्डर, दुईटा जोड दिनुहोस्। भोल्युम अफ हेमिस्फियर 2/3 पाई आर क्यूब, सिलिन्डरको एरिया अफ बेस इन्टु हाइट, एरिया अफ सर्कल बेस भनेको हाइट एच। यो चाहिँ यसको भोल्युम भयो। अब अर्को थरी कम्बाइन सोलिड रहेको छ सिलिन्डर र कोनको। सिलिन्डर र कोन, यसको फिगर यस्तो देखिन्छ। यो कोन भयो, यो सिलिन्डर भयो। सिलिन्डर यो कोनको हाइटलाई H1 भनौँ, स्लान्ट हाइट L, सिलिन्डरको हाइटलाई H2 भनौँ। दुईटा हाइट भएकोले H1 र H2 लेखेको। यो रेडियस त बराबर भइहाल्छ एउटै फिगरको।
अब यसमा पनि प्लेन पनि छ कर्व पनि छ भनेपछि यसको सीएसए र टीएसए दुईटै हुने भइहाल्यो भनेपछि सीएसए भन्यो भने सीएसए अफ कोन यो कमन पार्ट हो जुन छोपिएको हुन्छ यो सर्कल परेन सीएसए अफ सिलिन्डर दुईटा पर्यो अब सीएसए अफ कोन पाई आरएल प्लस सीएसए अफ सिलिन्डर 2 पाई आर एच हो अब H2 ले सिलिन्डरलाई रिप्रेजेन्ट गरेकोले H2 लेख्दा भयो त्यस्तै टीएसए भनिदियो भने यसमा पनि सीएसए प्लस एरिया अफ बेस के छ त सर्कल छ सीएसए प्लस एरिया अफ सर्कल सीएसए पाई आरएल प्लस 2 पाई RH2 प्लस अब एरिया अफ सर्कल भनेको पाई आर स्क्वायर अब यसको टीएसए पनि भयो अब भोल्युम भन्यो भने दुईटाको भोल्युम एड गरिदिने भोल्युम इक्वल टु भोल्युम अफ कोन प्लस भोल्युम अफ सिलिन्डर भोल्युम अफ कोन 1/3 पाई आर स्क्वायर एरिया बेस इन्टु हाइट भनेको H1 सिलिन्डरको भनेको चाहिँ एरिया अफ बेस अथवा एरिया अफ सर्कल इन्टु हाइट भनेको H2 यो H1 र H2 फरक हुन्छ है फरक हुन पनि सक्छ यसरी गर्न सकियो अब दुईवटा कोनहरुको यो कम्बाइन सोलिड पनि आउन सक्छ यो प्रकारको अब यसलाई फिगरमा कस्तो देखिन्छ त भन्दा यो एउटा कोन अर्को यो कोन यो हाइट H1 रेडियस H2 स्लान्ट हाइट L1 L2 सबै दुईटा भएको कारणले H1 र H2 लेख्यो यसमा पनि जब दुईटा जोडिन्छ यसको प्लेन सर्फेसहरु गायब हुन्छ देखिदैन त्यसकारणले यसको सर्फेस एरिया भन्नुस् अथवा टोटल सर्फेस एरिया भन्नुस् एउटै हुन्छ त्यसैले यसको टीएसए भनेको फर्स्ट कोन र सेकेन्ड कोनको सीएसए हरुको सम भयो यसको सर्फेस र यसको सर्फेस कर्व सर्फेस जोडिदिएपछि टीएसए भयो अफ फर्स्ट कोन प्लस सीएसए अफ सेकेन्ड कोन दुईटा जोडिदिने अब यसको लागि सीएसए अफ कोन पाई आर एल हो पाई आर L1 यसमा यो L1 L2 प्लस यसको पाई आर L2 दुईटा जोडिदिए भयो त्यस्तै अब यसको भोल्युम भन्यो भने भोल्युम अफ फर्स्ट कोन र भोल्युम अफ सेकेन्ड कोन भोल्युम अफ फर्स्ट कोन प्लस भोल्युम अफ सेकेन्ड कोन अब भोल्युम अफ फर्स्ट कोन 1/3 एरिया अफ बेस पाई आर स्क्वायर हाइट H1 प्लस 1/3 एरिया अफ बेस पाई आर स्क्वायर हाइट H2 यो यसको भोल्युम भयो त्यस्तै गरेर अब अर्को कम्बाइन सोलिड रहेको छ पिरामिड र स्क्वायर बेस क्युबोइडको यस्तो किसिमको अब यसको फिगर बनाउँदा पहिला बराबर साइजको
रेक्ट्याङ्गल्सहरु बनाउनुस्। अब यो क्युबोइड बन्यो। अब यहाँ एउटा भर्टेक्स सेलेक्ट गरेर जोइन गर्दा माथिपट्टि यो पिरामिड, तलपट्टि क्युबोइड बन्यो। यो ए भयो। यसको हाइटलाई h1 मानौं, यसको हाइटलाई h2, यो स्लान्ट हाइट l भयो। यो स्लान्ट हाइट l। अब यसको पनि LSA र TSA दुईटै हुन्छ। LSA भन्यो भने यो तलपट्टिको स्क्वायरको एरिया पर्दैन। यसको यो पार्ट LSA मा र यसको LSA पर्दछ भनेपछि यसको LSA भन्यो भने यो पार्ट बाहेक भनेपछि LSA अफ पिरामिड प्लस LSA अफ क्युबोइड। अब यसको LSA भनेको 2AL, पिरामिडको भनेको पेरिमिटर अफ बेस इन्टु हाइट भनेपछि 4AH2, यसमा H2 मानेको छ त्यही भएर H2। अनि यसको TSA भन्यो भने यसको LSA मा यो एरिया अफ बेस जोड दिने। एरिया अफ बेस भनेको स्क्वायर। अब LSA भनेको यही भयो 2AL प्लस 4AH1 प्लस एरिया अफ बेस। एरिया अफ बेस भनेको यो पार्ट भनेको यो भनेको A स्क्वायर। यो जोड दिएपछि TSA भयो। अब त्यस्तै भोल्युम भन्दियो भने त दुईटाको भोल्युम जोड दिए भइहाल्यो। भोल्युम अफ पिरामिड प्लस भोल्युम अफ क्युबोइड। भोल्युम अफ पिरामिड 1/3 एरिया अफ बेस इन्टु हाइट। एरिया अफ बेस A स्क्वायर, हाइट को पिरामिड को H1 छ प्लस क्युबोइड को एरिया अफ बेस A स्क्वायर, हाइट भनेको H2। यस प्रकार हामी आफैले कम्बाइन सोलिडहरुको फर्मुला बनाउन सक्छौं। त्यसको लागि कोनको CSA र भोल्युम, त्यसपछि आएर हेमिस्फियरको CSA र भोल्युम, पिरामिडको LSA र भोल्युम, त्यस्तै गरेर स्क्वायर बेस क्युबोइडको LSA र भोल्युम, सर्कलको एरिया, स्क्वायरको एरिया र सिलिन्डरको CSA र भोल्युम याद गर्नुपर्छ। यो याद गरिसकेपछि हामी आफैले हामीलाई चाहिने कम्बाइन सोलिडहरुको CSA, TSA, LSA र भोल्युम आफै भोल्युमका फर्मुलाहरु आफै बनाउन सक्छौं। धन्यवाद। नमस्कार।